अहिले चाहिँ म यहाँ काममा आइसकेको छु हैन। अनि देख्न सक्नुहुन्छ हिजो चाहिँ हेलो एभ्रिवान, के छ फेरि पनि आइसकेको छु म एउटा नयाँ भिडियो लिएर। र आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदम फिट एन्ड फाइन प्लस सन्चै पनि छु हैन। अनि आजको ब्लग सुरु भएको छ मेरो घरबाट। सो बडी कन्डिसन देख्न सक्नुहुन्छ हैन, त्यतिको खतरा देखिन्छ बडी चाहिँ। अनि अहिले चाहिँ म काममा जानु लाग्यो। अनि काममा जानु भन्दा अगाडि चाहिँ यस्तो भिडियो बनाउन भनेर चाहिँ बनाएको हैन। अनि मैले क्यामेरा चाहिँ यहाँ राखेको छु, यो मेरो क्यामेरा सेटअप हो हैन। यस्तरी राखेको छु, टक्क यहाँ राख्यो भने चाहिँ अनि टिकटक भिडियोहरू सब मैले यहीँबाट बनाउँछु हैन। सो त्यही हो, अहिले चाहिँ काममा जानु लाग्यो। बिहान घाम चाहिँ यता लागिरहेको छ हैन। अनि त्यही हो, यस्तो सबै वेदरहरू पनि अझै फ्रन्टबाट बनाइरहेको छु कि भिडियोहरू चाहिँ। सो त्यही भएर चाहिँ कस्तो नराम्रो चाहिँ आएको होला हैन। अनि सो त्यही हो, अब चाहिँ काममा जानु लाग्यो। अनि ब्लगहरू चाहिँ देखिराख्नु भएको होला, यसो सेयर पनि गरिदिनु होला, हजुरले पनि हेर्नु होला हैन। सो त्यही हो, बिस्तारै ग्रो अप हुँदै जान्छ। सो त्यही हो, अब म चाहिँ काममा जान्छु। काममा गएको यस्तो भिडियोहरू देखाउँछु हजुरलाई। अनि त्यसपछि सिधै काममा भेटौँला है त। हेलो एभ्रिवान, अहिले चाहिँ म यहाँ काममा आइसकेको छु हैन। अनि देख्न सक्नुहुन्छ हिजो चाहिँ यो खाली थियो हैन। हिजोको ब्लगमा हिँड्नुभयो कि भएन हैन। अनि अहिले चाहिँ यति लगाइसकेको छ हामीले चाहिँ, यस्तो दामी पारामा हैन। अहिले चाहिँ दामी देखिरहेको छ। अनि अहिले चाहिँ हामी खाजा खाएर बसेको हैन। अनि यता पनि देख्न सक्नुहुन्छ यस्तो दामी पारामा लगाइसकेको छौँ। यो चाहिँ घाम आउँछ भनेर तिरपाल लगाएको चाहिँ। अनि यतापट्टि पनि देख्न सक्नुहुन्छ, यतापट्टि पनि लगाएको छौँ। यसलाई चाहिँ सफा गरेपछि बल्ल यताको जस्तै हुन्छ। अहिले चाहिँ यो लगाउँदै छोडेको हैन। यो यति चाहिँ सब आज लगाएको फेरि त्यो यो अनि यो अझै लगाउने बाँकी छ हैन। यता नि यहाँ माथिसम्म पुग्छ होला यो पनि। यस्तो छ है त। ल अहिले यस्तो छ, पछि फेरि यस्तो दामी हुन्छ। सो त्यही हो, अब चाहिँ यसो पल्टिनु पर्ने हुन्छ हैन। अब यहाँ सुत्नु पर्ने हुन्छ, यस्तो बिस्तारा बनाएर यस्तो छ। खाली छ अब। भइसकेको छ बिस्तारा। अब यहाँ सुत्नु पर्ने हुन्छ। रेस्ट पनि गर्नुपर्छ नि त, काम मात्र गर्नु भएन। सो त्यही हो, अब फाइनल गाइज यो चाहिँ यस्तो भइसकेको छ हैन। फाइनल रिजल्ट चाहिँ यहाँ चाहिँ यति लगायौँ। अनि त्यसपछि यहाँ बानेको छौँ, यस्तो बानेको छौँ। यहाँ माथि चढेर भोलि यता सबै भन्नुपर्ने हुन्छ हैन। जसरी गर्नुपर्ने हुन्छ। अहिले चाहिँ घर जानु लाग्यो हैन। यहाँ त्यस्तोरी पुरै बाँधेर राखेको छ। अब भोलि चाहिँ माथि लगाउनु पर्ने हुन्छ हैन। पहिला चाहिँ योहरू लगाउनु पर्ने छ। यो चाहिँ डिजाइन हो कि छुट्टै पिलरमा मात्र हैन। उतापट्टि छ अनि बिचमा चाहिँ यस्तो नर्मल हेर्नु सक्नुहुन्छ, दामी देखिरहेको छ। लगाउने नि म हो नि त, त्यही भएर म भोलि पर्सिको ब्लगमा चाहिँ लगाएको पनि हाल्छु है त। त्यतिलाई देख्न सक्नुहुन्छ। अनि दामी पारामा चाहिँ मजा लागेको छु माथि आजीको घरतिर हैन। हेर्दैसँगै बनाएको कस्तो लाइट लगाएर पारामा हैन।
यहाँ हुनुहुन्छ हाम्रो नानी जेन्सन हुन्छ एकदम बाबा जस्तो हेलो एभ्रिवान ल देखिसक्नुभयो होला होइन अनि अहिले चाहिँ हामी यहाँ बेलुका टक्क सर्प खान आएको छौँ होइन दुईजना भएर अनि सर्प चाहिँ जेन्सन डह्रो डक्कवाला खाएको होइन ससवाला सो यस्तो छ होइन यो भ्लग पनि यतैतिर इन गरिदिउँ होला नेक्स्ट भ्लगमा भेटौँला होइन सो त्यही हो यति भन्दा आजको भिडियोबाट म बाहिर जान्छु जस्तो बात छ